नमस्कार सबैजनालाई। व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? कुन दिशातर्फ व्यवसाय गर्दा राम्रो होला? पसलको नाम के राख्दा राम्रो होला? अर्थात कुन व्यवसाय तपाईको लागि सुटेबल होला? इत्यादि चीजहरुसँग सम्बन्धित तपाई परेशानीमा हुनुहुन्छ भने अब चिन्ता नगर्नुस् प्रभुहरु। तपाईको जन्म कुण्डलीको एकादश स्थानमा जुन राशि छ त्यसको स्वामी ग्रह यदि सूर्य भयो भने पूर्व दिशातर्फ गएर तपाईले व्यवसाय गर्नुस्। शुक्र भयो भने आग्नेय दिशातर्फ, त्यसैगरी मंगल भयो भने दक्षिण दिशातर्फ, राहु भयो भने नैऋत्य दिशातर्फ, शनि भयो भने पश्चिम दिशातर्फ र चन्द्रमा भयो भने वायव्य दिशातर्फ, त्यसैगरी बुध भयो भने उत्तर दिशातर्फ, बृहस्पति भयो भने ईशान दिशातर्फ गएर तपाईले व्यवसाय सुरुवात गर्न सक्नुहुनेछ। व्यवसायको नाम के राख्ने गुरु भनेर भन्नुहुन्छ भने यदि तपाईको राशिबाट 11औं राशिका नामहरू तपाईको लागि अत्यन्तै धेरै शुभ हुने गर्दछन्। 11औं राशिका नामहरू तपाईले राख्न सक्नुहुनेछ। 9औं राशिका नामहरू राख्न सक्नुहुनेछ। त्यस पछाडिको अर्को अप्सन 7औं राशि, 5औं राशि र तृतीय राशि तपाईले प्रयोग गर्न सक्नुहुनेछ। त्यसकारणले कुन व्यवसाय तपाईको लागि उपयुक्त हुन्छ भन्ने यदि तपाईलाई लाग्छ भने एकचोटि तपाईले ग्रह कुण्डली हेराएर तपाईलाई कुन व्यवसाय फाबेको छ, कुन क्षेत्र तपाईलाई फाबेको छ त्यो बारेमा तपाईलाई हामी जानकारी गराइदिनेछौँ। र तपाईको पसलको नाम मात्रै राख्नको लागि भने तपाईको जन्म राशिको नाम चाहिँदैन प्रभुहरु, किनभने शास्त्रले भनेको छ देशे ग्रामे गृहे युद्धे सेवायाम व्यवहारके नाम राशे प्रदानत्वम जन्म राशिम न चिन्तयेत् लाभ लाभेषु संग्रामे व्यापारे राजसेवने नाम राशि प्रदानत्वम जन्म राशिम न चिन्तयेत्। त्यसकारणले यी क्षेत्रमा व्यवसाय लगायतका यी क्षेत्रको लागि भने तपाईको न्वारानको राशि नै चाहिँदैन। तपाईको बोलाउने नामको राशिबाट पनि व्यवसायको बारेमा हेर्न सकिनेछ। तपाई यदि व्यवसाय गर्ने सोचमा हुनुहुन्छ, एकचोटि हेराएर कुन दिशातर्फ के व्यवसाय र के नाम राख्ने भन्ने सोचमा हुनुहुन्छ भने कृपया कमेन्ट गर्नुहोला। धन्यवाद, नमस्कार। यो भिडियो सबैले शेयर गरौँ।